अगाडि खप्पर जहाँ गए पनि ठक्करै ठक्कर भनिदिन्थ्यो मेरो मामाले। त्यस्तै भयो, केही काम भने जस्तो पनि हुँदैन, सोचे जस्तो पनि केही हुँदैन। मर्दा रिस उठ्ने, रुनुमा केही विकल्पै छैन भने जे काम पनि मेरो किन रिस राख्नुहुन्छ, मैले गरेको काम किन नराम्रो हुन्छ। 100% सही गरे जस्तो लाग्छ। रिजल्ट आउँदा हजुरको रिजेक्ट भयो काम, हजुर फेल हुनुभयो, सरी। रुनु बाहेक विकल्प केही हुँदैन भने धन्न काममा जान्छु र माइन्ड फ्रेस हुन्छ। नाइ भने त अब म त टेन्सनले मर्थ्यो होला हौ। म त सक्दिनँ यस्तै पाराले। हे भगवान्, मलाई मात्रै किन, मलाई मात्रै कि सबैलाई यस्तै हुन्छ, सबैको काम बिग्रिरहेको हुन्छ। जसरी ट्राई गर्यो तसरी फेल हुन्छ, त्यस्तो पनि हुन्छ। रुनु बाहेक केही उपाय लाग्दैन मेरो अब। पैसाभरि सबै कहाँ जान्छ घरमा गयो। ठिकै छ, अब कि खप्पर जहाँ गाडी ठक्कर केही छैन।